नमस्ते सबैजनालाई। अहिले चाहिँ हाम्रो देशभरिको श्रमदाता हैन, देशभरिको श्रमदाता श्रम गर्नुपर्छ, माटोलाई माया गर्नुपर्छ, माटोलाई चाहिँ सुन्दर बनाउनु पर्छ, प्रकृतिलाई जोगाउनु पर्छ भनेर ढुङ्गा उचालौं अभियान, ढुङ्गा बोकौं हैन, आफै श्रम गरौं। संस्कृतिको जति पनि उहाँले चाहिँ योगदान दिनुभएको छ त्यो एकदमै अतुलनीय छ र त्यो आज चाहिँ तपाईले सर्वप्रथम त काठमाडौँमा वेलकम हुन्छ भन्न चाहन्छु। र हाम्रो जो हर्कान सम्पानजी हुनुहुन्छ, आज कति दिन भयो काठमाडौँमा? म त हिजो आउनु भएको। सकिन्छ अघि तपाईँको कुरा सुनेर हाँस्दै मन्त्रालय सन्त्रालय काम नगर्ने भइसकेको मन्त्रालय होइन, त्यो भन्नु हुँदैन। भन्नु हुँदैन। हजुरलाई फुल ल्याउन पाइन, फुलको खदाहरू पनि लगाइदिनु हुँदैन। म त त्यस्तो होइन त तपाईँ योग्य हुन्छ, योग्य हुन्छ। पहिलोपल्ट नेपालमा कसैलाई खाता लगाइदियो भने हाम्रो हरबाग साङ्गनजीलाई चाहिँ मैले खाता लगाइदिएँ हो। मैले कसैलाई मैले त कोही नेतालाई भेटा पनि छैन पर्सनलिटीमा गएर अहिलेसम्म, र एकदम खुसी छु हजुरलाई भेटेर। र एक दिन समय मिल्यो भने हजुरको चाहिँ म ढुङ्गा बोक्न आउँछु तपाईँको अभियानमा। 2 शब्द भनिदिनु हजुरले देशको लागि। थुप्रै बोलिसक्यो, के अरे काम गरौँ भन्छु म। 2 शब्द भन्नुभयो, त्यसले काम गरौँ, दुईटा त्यो हो, काम गरौँ, श्रम गरौँ। र हाम्रो आशिकाजीसँग भेट्ने मेरो पहिला चाहना थियो, तर विभिन्न समयले कता कता पनि मिलेन। एक ठाउँमा जुराएको थियो। आशिका तामाङ जेल पर्दा नि बोल्नु भएको थियो हजुर। हो, उहाँ तपाईँले के अरे यो के भन्छ अरे सुधारका लागि व्यक्तिको विरुद्धमा जुन गरिराख्नु भएको छ त्यो तपाईँको चाहिँ एकदमै प्रशंसा योग्य काम हो। र एउटा छोरा र छोरी बीचको त्यस्तो भेदभाव त म चाहिँ गर्दिनँ, तर पनि यो सामाजिक संरचना हजारौं वर्ष पहिलादेखिको छोरी मान्छे धेरै बोल्नु हुँदैन, छोरी मान्छेले किचनको काम गर्ने हो होइन, घरमा बस्ने हो भन्ने खालको मान्यताबाट धेरै उठेर तपाईँले जुन साहस गर्नुभएको छ त्यो अत्यन्तै ठुलो धन्यवाद गर्न चाहिने, सम्मान दिनुपर्ने विषय छ। मैले पनि हजुरलाई दिनुपर्ने छ। त्यो चाहिँ के भन्दा श्रम संस्कृति जसरी तपाईँले नेपालमा विकास गर्नुभयो, एउटा रियल कम्युनिस्टले कस्तो काम गर्छ भनेर चाहिँ एउटा चाहिँ उहाँले देखाउनु भएको छ होइन। वास्तविक कम्युनिस्ट भनेको कस्तो हुन्छ भनेर चाइनामा गएर हेर्नु भने हजुरले भन्नुभयो होइन, चाइनामा गएर हेर्नुहोस् कस्तो हुन्छ कम्युनिस्ट, रियल कम्युनिस्ट भनेको कस्तो हुन्छ, रियल कम्युनिजम भनेको चाहिँ कस्तो हुन्छ भनेर उहाँले उदाहरण दिनुभएको थियो। भने चाइनामा अरू नेताहरू हुन्छ नि, हाम्रो चाहिँ साँच्चीकै नेता कोही हुनुहुन्छ भने चाहिँ हर्कान सम्पानजी हुनुहुन्छ। र उहाँको जति पनि अभियान छ होइन, उहाँ तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला, यसरी अझै अगाडि बढ्नु होला हजुरको काममा। मेरो फुल्ली सपोर्ट रहन्छ, बिकज नेपाल आमालाई माया गर्ने, नेपाल माटोलाई छोडेर चाहिँ कसम खाएर म यो देशमा केही गर्छु भन्ने जो पनि मेयर हुन्छ अथवा नट ओन्ली मेयर होइन, जति पनि जनप्रतिनिधि हुन्छ उहाँलाई म खुलेर छाती पिटेर चाहिँ म चाहिँ साथ सपोर्ट गर्न चाहन्छु। र त्यो तपाईँको साहसलाई सलाम छ। तपाईँ जस्तै साहसी होइन, त्यस्तो साहसी त नभनौँ, किन भन्दाखेरि मलाई धेरै मान्छे हुनुहुन्छ साहसी। म चाहिँ के छ, अरू पनि हुनुहुन्छ, कोही हुनुहुन्न भन्ने हो, तर तपाईँले गर्नुभएको जुन काम छ नि त्यसले चाहिँ धेरै मान्छेहरूले सिकेको छ त्यो चिज हो। र एउटा छोरी मान्छेले मैले अघि भने नि पुरातन हाम्रो सोच विचार बोल्नु हुँदैन, हाँस्नु हुँदैन भन्ने एक समयमा त्यो विद्रोह तपाईँले गर्नु भएको छ। यहाँहरू चाहिँ टिममा हुनुहुन्छ। ए ल खुसी लाग्यो, ल आउनु।